नमस्कार। राजदरबार हत्याकाण्ड भएको 24 वर्ष भइसकेको छ। राजा वीरेन्द्रको वंशनाश जुन दिन भयो त्यस दिन यो मुलुकले एउटा भयानक र ठुलो क्षति बेहोर्नु पर्यो। सुरक्षा घेराभित्र रहेको राजदरबारमा राजा वीरेन्द्र, ऐश्वर्य, युवराज दिपेन्द्र सहितको सम्पूर्ण परिवार नै नष्ट भयो, अर्थात् दरबार हत्याकाण्ड भयो। त्यो हत्याकाण्ड भएको ठाउँलाई पछि भत्काएर तोडमोड गर्ने काम पनि भयो। हत्याकाण्ड भएकै दिन तत्कालै वीरेन्द्र सहितको ती घाइतेहरूलाई वीरेन्द्र सैनिक अस्पताल लगियो। वीरेन्द्र सैनिक अस्पताल लैजान साथ त्यहाँ त्यतिखेरका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रमुख प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल, प्रधान न्यायाधीश त्यतिखेरका सभामुख तारानाथ राणाबाट, प्रधान सेनापति सहितका विशिष्ट मान्छेहरू त्यहीँ पुगे। वीरेन्द्र, युवराज, ऐश्वर्य लगायतको त्यहाँ सब भएकै ठाउँमा ज्ञानेन्द्र पनि पुगे र त्यहाँ भनियो, तत्काल सामान्य छलफल हुँदाखेरि अब यसको छानबिन गर्नुपर्ने भयो भनेर कुरा उठ्यो। कुरा उठ्न साथ ज्ञानेन्द्र, श्रीपाँच ज्ञानेन्द्रले म छानबिन गरिहाल्छु नि भन्नुभयो। त्यो भन्न साथ त्यतिखेरका प्रमुख प्रतिपक्षी दलका नेता माधव कुमार नेपालले तपाईले गर्ने छानबिन विश्वसनीय हुँदैन, दरबारमा भएको हत्याकाण्ड मान्छेले पत्याउँदैन, त्यो गर्न हुँदैन भनेर भनेपछि उहाँले नै भन्नुभयो प्रधान न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्छ भन्नुभयो। प्रधान न्यायाधीशले फेरि होइन, मेरो नेतृत्वमा होइन, जनप्रतिनिधिमूलक संस्था सभामुख तारानाथ राणावाटको नेतृत्वमा बनाऊ भनेर भन्नुभयो। नभन्दै तारानाथ राणावाट, प्रधान न्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेतालाई पनि राख्ने कुरा भयो। तर म चाहिँ अहिले बस्दिनँ, अथवा बस्ने टुङ्गो पार्टीले मात्रै गर्नुपर्छ, मैले यहाँ भन्दिनँ भन्नुभयो। तर त्यही दिन साँझै अर्थात् त्यो आर्यघाटमा लगेर दाह संस्कार गरिएपछिको अर्को दिनको साँझ पशुपति भक्त महर्जनले माधव नेपाललाई फोन गरेर तपाईँ बस्नुपर्ने भयो भन्नुभयो। त्यो नगरौँ भन्दाखेरि पनि नाम त राखियो। तत्काल अर्को दिन पार्टीको बैठक बसेर त्यो समितिमा बस्नु हुँदैन भन्ने निर्णय भयो र त्यो समितिमा बस्नु उचित हुन्न भन्ने कुरा त्यतिखेरका पार्टीका नेता, वरिष्ठ नेता केपी ओली हुनुहुन्थ्यो। उहाँले पनि त्यो गर्न हुँदैन, हामी त्यसै जानु हुँदैन भन्नुभयो र माधव नेपालले केपी ओलीजीले भनेको कुरा ठिक हो, हामी गर्न हुँदैन भनेर पार्टीले निर्णय गर्यो र उहाँ बस्नु भएन। तर समिति उहाँ बिनाको पनि बस्यो। त्यसमा पनि केही विवादहरू भएका थिए। समितिले प्रतिवेदन पनि दियो, तर समिति भित्री रूपमा जानै सकेन, किनभने त्यस पछाडि राजा त घोषणा गरियो दिपेन्द्रलाई। यद्यपि दिपेन्द्र पनि मरिसक्नु भएको थियो, बितिसक्नु भएको थियो, तर घोषणा गरियो। तत्काल राजा ज्ञानेन्द्र आफू हुन नचाहेको उहाँ पछि गर्ने भन्ने के को त्यो वास्तुशास्त्र ज्योतिषी देखाएर त्यसो गरियो। तर वास्तवमा दिपेन्द्रको पनि देवासन भइसकेको थियो, पछि मात्रै दाह संस्कार गरिएको र राजा उहाँलाई घोषणा गरियो। त्यसपछि फेरि उहाँको पनि मृत्यु घोषणा गरेपछि अनि ज्ञानेन्द्र राजा आउनुभयो र राजा भएपछि उहाँले अनेक हस्तक्षेप पनि गर्नुभयो, के गर्नुभयो, अब यो मुलुकबाट पार्टीबाट हुँदैन भन्नुभयो। जति दमन जनताप्रति हुँदै गयो त्यति राजतन्त्र अब यो मुलुकमा आवश्यक छैन भन्ने विकास हुँदै गयो र जसले गर्दा मैले भन्ने गरेको छु, ज्ञानेन्द्रकै कारण त्यतिखेर गणतन्त्र आएको। त्यत्रो दरबार हत्याकाण्डको अहिलेसम्म कसले मारेको भनेर कसैले भन्न सकेका छैन। यदि साँचो अर्थमा छानबिन भएको भए त्यो हत्याकाण्ड छानबिन
अगाडि बढेको भए पत्ता पनि लाग्ने थियो। त्यस पछाडि राजनीतिक दलका नेताहरू सबै प्रधानमन्त्री भए, तर कसैले त्यसप्रति चासो राखेन। शक्तिशाली प्रधानमन्त्री हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला, त्यसपछि थुप्रै माओवादीका अध्यक्ष प्रचण्ड, त्यस पछाडि सबै हुनुभयो, तर कसैले त्यसप्रति चासो राखेन। अहिले पनि जनताले कसले त्यो दरबार हत्याकाण्ड गराएको भन्न त दिपेन्द्रले विभिन्न लभका कारणले हो भनेर भनिन्छ, त्यो पनि त पुष्टि त हुनु पर्यो। एउटा छानबिन, न्यायिक छानबिन गहिरो रूपमा गरेको भए पत्ता नलाग्ने हुन्थेन होला। त्यो अहिले पनि अन्यलकै बिचमा छ। हुन त मदन भण्डारी, जीवराज आश्रितको पनि अहिलेसम्म कसले हत्या गर्यो भन्ने थाहा छैन, किनभने त्यसभित्र जान कोही पनि चाहे दरबार चाहे राजनीतिक दल भित्र जान खोजेका छैनन् र अहिले पनि गएका छैनन्। आज जेठ 19 गते दरबार हत्याकाण्ड भएको दिन 24 वर्ष भइसकेछ र पनि जनताले कसले त्यो वीरेन्द्रको वंशनाश गर्यो भनेर थाहा पाउन सकेका छैनन्। यो थाहा पाउने वातावरण बनाउनुपर्छ। आज यति लामो समयपछि गणतन्त्र आयो। गणतन्त्र आएपछि मैले भने नि ज्ञानेन्द्रकै कारण गणतन्त्र आएको। आज गणतन्त्रमाथि प्रश्न किन उठ्ने बात किन उठ्यो? किन वातावरण त्यस्तो बन्यो? राजनीतिक दल, राजनीतिक नेताहरू र जिम्मेवार तहमा बसेका मान्छेहरूको व्यवहारका कारणले, जनताप्रति विश्वसनीय भएर काम नगरेको कारणले यो प्रश्न उठेको। अझै पनि राजनीतिक दलहरूले आफूलाई सुधार गरेर आफू मात्रै कमाउने, विकास नगर्ने, विकासमा केन्द्रित नहुने हुँदै गयो भने यो प्रश्न बढ्दै जान्छ। यो प्रश्न उठाउनमा, उठ्ने वातावरण बनाउनेमा राजनीतिक दल र जिम्मेवार नेतृत्व पक्ष नै हो। यसमा अझै पनि भन्नुपर्छ, सुधारिनुपर्छ। व्यथिति भ्रष्टाचारलाई अन्त्य गर्नुपर्छ। आज हेर्नुहोस् त, जिउँदै मान्छेलाई बोरा हालेर आगोमा भौरोमा हालेर मार्ने मान्छेहरू छुट्छन्, न्याय पाउँछन्, तर साँचो अर्थमा न्याय खोज्नेले न्याय पाइरहेका छैनन्। यही हो मुलुकको न्याय। सबैले त्यस्तो गरेका छन् भन्ने होइन, तर एक घटनाले धेरै कुरो अर्थ लाग्छ। यस्ता कुरामा राजनीतिक दलहरू सचेत छन्, तर सचेत छैनन्। सिन्डिकेट छ, योजनाबद्ध रूपमा यस्ता घटनाहरू भइरहेका छन् जसले जनताले प्रश्न उठाउने ठाउँ बनेको छ। यसतर्फ सबैको ध्यान जान जरुरी छ। आज पनि राजा वीरेन्द्र र उहाँको परिवारको दुःखद हत्या भएको दिनमा उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र जिम्मेवार तहमा बसेका राजनीतिक दल र नेताहरू, ब्युरोक्राट, संवैधानिक निकाय, उनीहरूले गणतन्त्रको भावना अनुसार, परिवर्तनको भावना अनुसार काम गरून्। त्यसतर्फ मेरो बढीभन्दा बढी शुभकामना छ। यदि यसलाई अझै पनि हेलचेक्रै ठानियो र हिजो यिनीहरूले दमन गरेका थिए, हामीले पनि दमन गर्छौँ भनेर दमनको बाटो लियो भने त्यसले अर्को बाटो निम्त्याउनेछ। यसमा म आजको दिनमा फेरि पनि गम्भीरतापूर्वक जिम्मेवार निकायको ध्यान आकर्षण गराउन चाहन्छु। अहम घमण्ड होइन। किन मान्छे त केही बढ्दो छ त, किन उत्रे त? सबै बेठिक मान्छे हुन् भन्न मिल्दैन। बुद्धिजीवी, पत्रकार, कानुन व्यवसायी, बुझेका मान्छे पनि किन उत्रिया छन् भन्ने कुरो निर्णायक ठाउँ भएका मान्छे सोध्नु पर्यो। सत्तामा हुँदा पनि देख्न पर्यो। बाहिर हुँदा सबै देख्ने, सत्तामा भएपछि हामी त सधैँभरि सत्तामा रहन्छौँ भन्ने त्यो भान पारेर अहम घमण्ड राखियो भने देशले निकास पाउँदैन। आजको दिनमा म यही शुभकामना दिन चाहन्छु। तपाईहरूले निकास दिने बाटो खोल्नुहोस्। धन्यवाद।